नमस्ते साथी, म चन्दा बोलेर भिडियो बनाउनु पऱ्यो क्या, हल्लेको छ। अनि त नि भन्दो रहेछ यो केटी चाहिँ आफूलाई के सोध्छ, एकदमै घमण्डी, निग्रोर गर्ने, हरेक केटाले निग्रोर गर्ने यसले चाहिँ भनेर भन्नुभएको रहेछ टिकटकमा धेरैजनाले होइन। अब फेक आइडियो कि साँचो आइडियो, मैले त्यस्तो कुनै केटाले निग्रोर गरेको होइन है, र कुनै केटालाई त्यस्तो गरेको छैन। अनि कसरी थाहा पाउने यो केटाले मलाई मन पराउँदैछ भनेर, कि उहाँले भन्नु पऱ्यो म तिमीलाई मन पराउँछु, म तिमीसँग बिहे गर्छु भन्नु पऱ्यो। अनि त्यो केटाको बारेमा राम्रोसित बुझी नबुझी कति हुन्छ, कतिले मन पराउँछु भन्छ, अनि सबैसँग म जान्नु भन्ने त हुँदैन नि त। अब कामको सिलसिलामा हरेक मान्छेसँग बोल्न परिहाल्छ, बोल्दाखेरि त्यस्तो नेगेटिभ हुँदैन। अनि त्यही भएर अनि यो केटीले चाहिँ धेरै स्यालेरी भएको अनि ह्यान्डसम केटा पाएर अनि अरू केटाले निग्रोर गर्यो, त्यस्तो होइन। ह्यान्डसम भनेको राम्रो भनेको व्यवहारले हुनुपर्छ क्या, रूपले होइन कि मान्छेको। अनि व्यवहार चाहिँ राम्रो हुनुपर्छ, त्यो व्यवहार राम्रो भयो भने जिन्दगीभरि बुढेसकालसम्मको साथ हुन्छ क्या। अनि त्यो व्यवहार चाहिँ राम्रो हुनु पर्यो। त्यो मान्छेले कसैसँग बिहे गर्दाखेरि रूप र पैसा हेरेर, पैसा पनि मान्छेलाई चाहिनु त होइन, तर पनि त्यो पैसा र रूप हेरेको होइन। उहाँ पनि भन्नाले मिहिनेत गरेर उहाँसम्म जानुभएको क्या। अनि म चाहिँ त्यो कम्पनीमा, उहाँले चाहिँ मलाई मेरो कजनको बिहेमा मलाई देख्नुभएको रहेछ होइन। अनि देख्नुभएको रहेछ, उहाँलाई देखेको 10 वर्ष भयो। मैले चाहिँ उहाँलाई पछि अर्को कम्पनीमा जाँदाखेरि भेट भएको। अनि भेट भइसकेपछि त्यहाँ भेट भएपछि अब अफिसको कामले बोलचाल हुन्थ्यो, त्यस्तो नेगेटिभ चाहिँ केही हुन्थेन भन्नाले यही केटा मेरो केटा हो भनेर मलाई चाहिँ थाहा भएन। अनि पछि अरूबाट चाहिँ थाहा पाएँ। अनि मैले सुरुमा नम्बर, अब अफिसको काममा गर्दाखेरि त नम्बर चाहियो नि त। अनि फोन गर्दा यो काम भएन भनेर भन्दाखेरि नम्बर लिँदाखेरि चाहिँ उहाँलाई, म अर्को कम्पनीमा काम गर्थेँ, त्यो कम्पनीमा उहाँको दाइ काम गर्छ क्या, त्यहाँ चाहिँ उहाँको दाइ हुनुहुन्छ। अनि मैले अरूबाट सोधेको उसको दाइ त्यहाँ त होइन, उसको दाइ भन्थेँ, तर उसकै दाइ हो। तर उहाँलाई चाहिँ सोधेको होइन, मैले उहाँलाई चाहिँ सोधेको होइन। उहाँ चाहिँ म साइनहरू के गराउनु जाँदाखेरि मात्रै त्यस्तो अफिसको कामले मात्रै बोल्थ्यो, त्यस्तो पर्सनली के कामहरूको लागि चाहिँ म बोल्थेँ नै। अनि त्यसपछि म न्यु रोड गइहालेँ। न्यु रोड गइसकेपछि चाहिँ अनि न्यु रोडबाट अनि त्यस्तो उयो भएपछि अनि कहिलेकाहीँ उहाँको काम पर्थ्यो, उहाँसँग जान्थेँ, फोन भन्नाले अर्को अफिसमा जान्थेँ, अर्को ब्रान्चमा जान्थेँ, त्यतिखेर काम गराउँथ्यो। अब मान्छेले रिलेसनमा बसेको पैसावालादेखि भेटेर अनि घमण्ड गरेको, एटिट्युड देखायो भने त्यस्तो एटिट्युड पनि देखाएन। उहाँ पनि सिम्पल मान्छे हो, उहाँ अनि काम गरेर उहाँसम्म पुगेको। म पनि एउटा मिहिनेत गरेर खाने केटी हो, मेरो थोरै स्यालेरी भए पनि आफ्नै मिहिनेतमा गरेर खाएर रमाउने केटी हो। र मैले कुनै त्यस्तो एटिट्युड देखाएको होइन, कुनै केही देखाएको होइन। राम्रो नराम्रो त आफ्नो लागि आफै राम्रो हुन्छ होइन। म पनि एउटा मिहिनेतदारी केटी हो, त्यस्तो अरूको पैसामा लालचीमा देखेर कुनै केटालाई फसाउने र त्यसलाई म आफ्नो बुढा बनाउँछु भन्ने त्यो सोच चाहिँ मैले राखेँ होइन। अब